हाई गाइस, हामी चाहिँ आज चितवन सफारी जाँदैछौँ फ्यामिली। अहिले चाहिँ हामी कहाँ रे, के ठाउँ रे हो? स्वामी चोक हैन? स्वामी चोक मेकअप। I haven't applied any makeup नगर्नु न। केही पनि हैन। Just I have applied sunscreen, mascara and eyeliner, lip liner, little bit lipstick, only this much. My mom. My mom. Guys. अनि मेरो मम बाबा चाहिँ मलाई टुरिस्ट भनेर जबरजस्तीको इङ्ग्लिस दिइरहेको छु मैले। म नेपाली नै हो साथीहरू, डोन्ट गेट कन्फ्युज। सुन्नुभयो नि, मम्मी र ममा को राम्रो छ भनिदिनु रे। हामी कहिले हिँड्दैछौँ यता त आँप खाने बेला नि भएछ कि काँचो आँप के चोर्नु मन लाग्यो गएर, तर के गर्ने, चोर्यो भने फेरि म यहाँको बासिन्दा नि होइन, मलाई यहाँ केही गर्दै भन्थ्यो, गाह्रो पर्छ। हस् साथीहरू, अब म चाहिँ त्यो सफारीमा गएपछि फेरि भेट्छु हजुरहरूसँग। अब हामी चाहिँ अहिले हिँडिरहेछौँ। अब अटोमा जान्छौँ कि गाडीमा, अटो र गाडी भनेको त गाडी नै हो त होइन, भन्न खोजेको बसमा जान्छौँ कि अटोमा जान्छौँ कि केमा जान्छौँ, नट फिक्स। Left, right. My depressed sister trying to be funny. No, I am not depressed, guys. I am not depressed. After ब्रेकअप के भनेको? ए आज मैंने मेरे सैयाजी से ब्रेकअप कर दिया, त्यो वाला सङ भनेको के मेरो अहिले। अनि मेरो बाबा नि भ्लगर हो, म चाहिँ यहाँ जबरजस्तीको भ्लगर भइरह। बाबा चाहिँ साँच्चीवाला भ्लगर हो है। म चाहिँ भ्लगिङबाट अगाएर रिटायर भएर बसेको मान्छे हो। मेरो बाबाको चाहिँ पेज पनि छ, गोर्खा संसार भनेर, लाइक न्युज पोर्टलको पेज छ। गो एन्ड सब्सक्राइब इट। सब्सक्राइब होइन, लाइक गर्नु। फेसबुक पेजमा त लाइक हुन्छ नि। अलि यस्तै हो कि साथीहरू। आँप साथीहरू देख्नुभएको छ। अब म चाहिँ गएपछि भेट्छु, एउटा झ्याप्पा तानौँ कि क्या हो यस्तरी। गाइस, हाम्रो सफारी चाहिँ स्टार्ट भयो, जङ्गल सफारी। साथीहरू यहाँ पनि रहेछ, हेर्नु मर्या हो क्या, पानीमा यहाँ खाइरहेछ, पानी खाइरहेछ। गाइस, हामीले चाहिँ यहाँ सफारीमा एउटा गैडा देखिसके, देख्न सक्नुहुन्छ। यहाँबाट अब सुरु भयो। यस्तो जुम हानेर देखाइरहेको छु क्या मैले। कमन स्लिज पनि भइरहेको गाइस। कमन स्लिजमा नथाहा भए गुगलमा गएर सर्च गर्नुहोस्। के हो रे? कमन स्लिजमा नथाहा भए सर्च गर्नु। ल हेर्नु गैडा। वाउ, नजिक जान पाइँदैन। नजिक गएर त मारिहाल्छ नि। बाघ रे कि फेरि गाइस, चाहिँ हामीले एउटा डियर देख्यौँ। यो चाहिँ स्पोर्टेड डियर हो के? ओ हेरि है यहाँ म त उ भन्नु, म त यता रहेछ क्या भन्दैन है। अलिकति डियर आऊ गयो है त त्यो चाहिँ। यस्तो त हुल्का हुल देखिन्थ्यो त उकाइ अगाडि यता चाहिँ देखिँदैन। सानो जाऊ गयो अगाडि कसरी अगाडि यो अघि मैले भनेको नि, फेरि ऊ भन्नु नत्र अर्को चोटि। अब एकचोटि त तर्साइदिनु भयो, अनि एकचोटि मैले बाघ भनेको। यहाँ चाहिँ होइन, बाघ भनेर गाडी रोक्नु लाग्यो, तर डियर भरिसके। के गर्नु, यस्तै छ।
विलुप्त जनावर हुँदैछ डियर पनि। मैले यस्तो भिडियो गर्दा गर्दा यहाँ हामीले चाहिँ यहाँ गोही देख्यौँ, दुईवटा क्रोकोडाइल। के गोही भन्नुभएको थियो यसलाई बाबा? के गोही रे? बाहुन गोही होइन, बाहुन गोही। यो दुईवटा चाहिँ बाहुन गोही हो रे, किनकि यो चाहिँ यस्तो चुच्चो खाले हो कि। हजुर, दुईवटा गोही हुन्छ अरे, एउटा चाहिँ बाहुन गोही, अर्को चाहिँ मगर गोही। यो चाहिँ बाहुन गोही हो है। बाहुन गयो सबै मकर पर्नु भएको छ क्या। बाहुन गयो पनि हुँदो रहेछ। सबै बाहुनै मन परेको छन् क्या है। मकरकै आएको परेन क्या यहाँ जग्गा यो चाहिँ यहाँ चाहिँ के भन्छ अरे माछा पालन गर्नुभएको छ अरे, क्रोकोडाइल पनि छ अरे है त। हामी चाहिँ अब त्यहाँ रोकिदिन्छौँ कि थाहा छैन, हेरौँ के हुन्छ। टुरिस्टहरू चाहिँ क्या हो, खै टुरिस्टै देख्दिनँ साथीहरू। टुरिस्ट हामी टुरिस्टै हो। हामी आफै हो है टुरिस्टै। बाटो स्पोटेड हुन्थ्यो कि राइनो हो क्या हो? होइन होला, त्यो राइनो रे डियर हो क्या हो? डियर भेटियो है साथीहरू। ल यो चाहिँ डियरको ग्रुप हो। कस्तो धेरै छ यहाँ चाहिँ, राम्रो रहेछ। डियरहरू चाहिँ देखियो है त, यहाँ पुरै बथान छ, डियरको केतान छ। ल यही हो यताउता हेरे कस्तो धेरै छ कि यहाँभित्र। अब क्यामेराबाट पनि देखिएन होला, तर नदेखि हेरी ट्राई गर्नु त्यो नि हो। टाइम छ, अब के गर्ने, गएर देखाउनु हुन्छ कि। एकपल्ट पनि छ है त यहाँ डियर चाहिँ। हेरिरह है यसले मलाई साथीहरू, हेरि है कस्तो क्युट देखेँ साथीहरू। आऊ आऊ कुकुर हो आउँछ नि। त्यो गैडा चाहिँ आउँछ के अरे, गैडा डियर चाहिँ आउँछ कि आउनु छैन। आयो है, आयो देख्नु भयो नि साथीहरू, आयो नि। ल जाम है त अब। लड्दिनँ होइन होइन, लड्दिनँ। डियर डियर त्यहाँ बाघको एरिया भएर नो इन्ट्री। यो चाहिँ हाम्रो गाइड हुनुहुन्छ। ए आयो हाम्रो गाइडजीको भिडियो चाहिँ नबनाउने रे, किनकि उहाँले बोल्न लागेको कुरा चाहिँ बिर्सिनुहुन्छ अरे क्या। चाहिँ के पनि छैन अब यो नर्मल पान हो। आगे कुछ भी नहीं आया। मलाई चाहिँ होइन गाइडले भन्नुभएको थाहा छ, बस्नु फेरि लड्नु होला, उठाउनु पर्ला अरे। ओमाइ गड, तर म लड्दिनँ कि, लडेँ भने मेरो बेइज्जतै हुन्छ नि भनेको। पोपट हो जान्छ कसले हो मलाई यहाँ होइन चितवनमा गर्मी हुन्छ भन्नुभएको थियो, तर जाडो भइरहेको मलाई एकदम एकदम त होइन कि, त्यो भयो नि जाडो चाहिँ जाडो भइरहेको क्या। बनकुखुरा है, यो चाहिँ भाले बनकुखुरा। खै पोथी उहाँ छ है, पोथी चाहिँ अब यहाँबाट देखि क्या हो, यहाँबाट है त। हाम्रो घरतिर पनि पाइन्छ अरे यो चाहिँ। नडराइकन बासेर बसेको है, गयो त्यहाँबाट झऱ्यो है त।
त्यस्तै एरिया हो कि यो चाहिँ हामी यहाँ ट्याक्क गराइरहेछ हामी चाहिँ यहाँ अब यस्तो रेस्ट गर्नको लागि 10 मिनट फ्रेस हुनको लागि यहाँ झर्न गएको थियौँ ट्याक्क झर्न लाग्दै हामीलाई वेलकम गर्यो क्या हाउ लकी राइड देख्यौँ पिकअप देख्यौँ अनि क्रोकोडाइल त्यसपछि अहिले बनकुखुरा यहाँ चाहिँ अब हामी रेस्ट गर्छौँ 10 मिनट फ्रेस हुन्छ रेस्ट गरिदिनु 10 मिनट चाहिँ फ्रेस हुन्छ है त त्यो एरियामा छौँ हान्यो भने के हुन्छ भन्नु हो त्यही त हान्यो भने ढाक्छु हुन्छ किन गर्दो रहेछ केही पनि गर्न चाहिँ केही पनि गर्दैन होइन उहाँहरू सेनाहरू हुन्छ अब आशीर्वाद लिन छ भने उसले आशीर्वाद पनि दिन्छ तर डराउन भएन खोइ त गाइस हामी पनि यहाँ सफारी गएर आइसक्यौँ हामीले चाहिँ बाघ पनि देखेनौँ डियर मात्र देख्यौँ अब चाहिँ हामीले बिहानबाट केही पनि खाएन हामीले दुध ब्रेड त्यसपछि साउतो खै के खायौँ के अरे अब खाजा खान्छौँ खाना चाहिँ खान्न माझ अरू यस्तै के खान्छौँ रमाइलो भयो अब सफारीमा ये मेरा गंदा वाला भाइ यस्तै छ के देख्यौँ भनेर भिडियो हेर्नु भइसक्यो होला अब चाहिँ खाने ठाउँमा गएर भेट्छु म के खान्छौँ खाजा खाने ठाउँमा गएर भेट्छु गाइस हाम्रो चाहिँ खाजा आइसक्यो मोमो भ्याएर एक लट फेरि यहाँ खाजा सेट चिकन खाजा सेट अनि यो के हो यसको नाम रोस्ट हो अन्त विङ्स जस्तो लागेको थियो कि रोस्ट रहेछ चिकन रोस्ट विङ्स चाहिँ भर्खर भन्यो यस्तो भोक लगाइरहेको थियो बिहानबाट तिमीलाई लाग्थ्यो कि लाग्थेन लाग्थ्यो अब चाहिँ हामी खाइरहेछौँ पहिला अब पेट पूजा गर्छौँ हामी यहाँ कस्तो भयो सौरा त्यो के भन्छ सफारी भन त एक्सपिरियन्स के देख्यौ कस्तो भयो कस्तो गहिरो हुन्छ भन न के देख्यौ सौरामा कस्तो भयो तिम्रो एक्सपिरियन्स धेरै राम्रो भयो सौराको एक्सपिरियन्स के अरे इतने में इनने जज्बात बदल दिया सब कुछ ही बदल दिया अब भन त ल भन कस्तो भयो एक्सपिरियन्स सौरामा खासै जनावरै देखेन त्यसरी सौरामा खासै जनावरै देखेन त्यही भएर त्यस्तो रमाइलो त भएन मम्मी देखे हैन हजुर भन्नु त कस्तो भयो फ्यामिलीको पहिलो यात्रा पहिलो यात्रा त होइन अस्ति गोर्खा कता नि गएको हो गोर्खा ल के ल नभए ल भन्नु ल बोल्नु मलाई धेरै रमाइलो आयो धेरै रमाइलो आयो बेसी भन्नु न धेरै रमाइलो छ मलाई फ्यामिली यसरी मिलेर हिँडेको दिन सौराको यात्रा खासै जनावर त देखिएन नै मात्र एउटा गैँडा 10-12वटा के भन्छ के डियर राइनो मयूर अरू चराहरू त्यस्तै के हाम्रै घरतिर पाउने चराहरू थियो त्यो चाहिँ बाह्रसिङ्गे त्यही नै हो अरू खासै देखिएन अब त्यत्रो देख्नु भयो त के देख्ने हो र त्यहाँ भन्दा टाइगरहरू हुन्छ नि तिनीहरू देख्दैन हात्ती सफारी गरियो हात्तीमा पनि चढियो हात्ती धेरै खुसी लाग्यो हात्तीमै आफै प्रत्यक्ष देख्न पाइयो त्यहाँ जीवनको पहिलो रमाइलो छेडो यति रमाइलो त सायदले मम्मीलाई बाबासँग बे गर्दा नि लाग्थेन होला जति रमाइलो अहिले सुनाइराख्नु भयो साँच्ची भनेको त्यस्तै लागिरहेको हो मलाई त बाबा छोडा बाबा हजुरको एक्सपिरियन्स भन्नु कस्तो लाग्यो एकदमै रमाइलो छोराछोरी खुसी भएपछि त्यसै रमाइलो सबै रमाइलो डाइलेक्ट त फेरि एक आउँछ गाइस उताबाट नि आउँछ यताबाट नि आउँछ छोराछोरी खुसी भएपछि यसै रमाइलो रे बाबाले त फेरि मम्मीले चाहिँ त्यो भन्नु भएन भने चाहिँ मम्मीले आफै खुसी हुनु पर्ने रहेछ हामी खुसी भएर मम्मी खुसी नहुनु हुँदो रहेछ है भाइ के हो कुरा मम्मी
के हो कुरा हजुरले पढाउनु कलेजको नाम दिदी हजुरले पढाउनु स्कुलको नाम भर्खर कुरा बदलिन्छ यहाँ एउटा कुरा सुनेर अर्को कुरा भइदिन्छ अब चाहिँ हामी होइन सौराको यात्रा सकिहाल्यो अनि त्यसपछि चाहिँ अब हामी जाँदैछौँ मामा घर जाँदैछौँ होला सायदले थाहा छैन होइन अब हेरौँ है त कहाँ पुग्छौँ पुगेपछि नै थाहा हुन्छ ल फेरि भेटौँला साथीहरू हामीले चाहिँ होइन अब हाम्रो मामा घर जाँदै थियौँ नि त अनि हामीले यहाँ आँपसाप किनिसकेँ अलिकति रिक्तो हात त जानु भएन नि त अब अहिले चाहिँ हामी बाबा कुन ठाउँ रे यो खोले सिमलमा छौँ अब कता जान्छ हामीलाई थाहा भएन ओके आँप यति छिटो पाक्न थालिसकेछ यो चितवनको गर्मीले होला हाम्रोतिर त आँप पाक्ने बेला भएन कि तर आँपै छैन हाम्रोतिर त्यसपालि सबै असिनाले झारिदियो आँप लिची के पनि छैन नत्र पहिला त हुन्थ्यो हाम्रोतिर नि हल्का हल्का यतातिर त जता हेऱ्यो नि आँपै आँप मात्र रहेछ तर अब हामी चाहिँ खोज्दै हिँड्दा मम्मीले चाहिँ यहाँ सोध्नुभयो जस्तो लाग्यो पख भन्नुभयो पर्खिरहेको छु अलिकति अगाडि जानु पर्यो ल हामी चाहिँ यो चोकमा आयौँ सिद्धार्थ टोल विकास संस्था अब यहाँबाट कता हो चाहिँ थाहा छैन यो छ यहाँ चाहिँ खोले सिमल बजार जमुनापुर लालचोक हुँदै जिराउना गरिसकेँ यहाँबाट गर्न मिल्दैन हामीलाई थाहा भइसक्यो ल यिनीहरू दुइटाले सोधेर आयो गाइस त्यही पनि थाहा छैन कि कहाँ जान्छ के कुरा गर्नु हो अब यहाँ हेर्नु कति हो 6 किलो मेरो ह्यान्डमा डेरीबाट जाने भनेर म साथीहरू ल जताततै नाता अरे तर कता छ थाहा नै छैन कि मम्मीलाई अघि नै टाढीमा नि नाता छ भन्नुभएको थियो तर मम्मी आफैलाई थाहा छैन कता हो गर्नु भइसक्यो त्यस्तो गर्नु चाहिँ छैन कि तर हिँडेर हल्का गर्नु भयो लु अब थाहा छ अरे अब चुप्पा लगाएर हिँडौँ पुगेपछि भेट्छौँ है त बाई बाई